र आजको हाम्रो ताजा अवस्था यहाँ ट्रान्सफर्मर चेन्ज हुँदैछ चट्याङले हानेर यस्तो छ है। यो त हाम्रो सन्तोष जङ्गे यहाँको मिस्त्री चाहिँ मै हो मेन। म बिजुली अफिसबाट आएको। म छोरा मात्र यहाँनिर बत्ती बाल्नु पाउँछ नि यो मात्र भोलि पर्सितिर मात्र। कस्तो लागिरहेछ नि यो नयाँ आयो नि त जे भए पनि उयो पुरानो गयो नयाँ आयो। खुसी हुनुहुन्छ यसमा? म त दुखी छु। किन दुखी? मैले बनाउनु पर्छ नि त्यही भएर। मलाई नै खटाउँछ नि त उता बिजुली अफिस धरानबाट त्यही भएर। तपाईँको नाम? नाम के भन्नु म कर्मचारी हो। यहाँ बन्दैछ अघि त्यत्रो बाटो बनाएको होइन भन्नु न त्यत्रो बाटो बनाएर हेर्ने मान्छे चाहिँ भर्खर आइपुगेको छ। यस्तरी आउँदैन थियो फर्स्ट टाइम समस्या यस्तो अनि हामीले कम दुःख गरेको छौँ भुटकुट अलिक ओतिर पर्दा पहिरो आउनु ठाउँमा फेरि बिचमा फेरि म चाहिँ पुरा आज कसले बाटो बनाएछ कुन गाडी आएछ भन्थ्यो नि त्यहाँ कुदिरहेछ गाडी बाटै कहिले नबनाउनु यत्रो ठुलो बाटो टेम्पोको लागि मलाई त थाहै थिएन। आफ्नो गाउँमा लाइन गएको बिजुली गाडी यस्तो त छ होइन? बिहान जाँदाखेरि आइरहेको थियो नि त भोल्टेज कम थियो नि त खोइ त्यो चाहिँ थाहा भएन। ल अहिले चाहिँ यहाँ ट्रान्सफरमा चाहिँ तल झार्ने काम हुँदैछ। बराबरै बराबर ल यसरी झर्दैछ झर्दैछ। डोरी बिस्तारै छोड्नै डोरी बिस्तारै छोड्दा नि हुन्छ। ल है झरो 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 4 नम्बरको ज्वानी टारमा चाहिँ के अरे चट्याङले हानेर काट्ने ट्राङमा परेको छ। यति बेला यो अर्को लिएर चेन्ज गर्नु लागिरहेको झरो है। अब 10 दिन फेरि अब यहाँ नयाँ अर्को चढाउने काम हुँदैछ है यहाँ चाहिँ। बल गरौँ है अलिक पहिला सार्ने हो तलाई चाहिँ खुट्टामा आउँछ क्या बन्नै अलिक उठाउनुहोस् न अलिक यता तान्दै हुनुहुन्छ हाम्रो बहिनी भाइ सचिन। छोड्नु यता एकपट्टिको डोरी मात्रै यता लक भयो त चढाउनु न होला भइसक्यो माथिल्लोपट्टि हल्का यहाँ
तेल झर्ने रहेछ यहाँ चाहिँ तपाईँ त्यहाँ नबस्नु न तल सामान झरेर माथि बढ्छ झरन लाग्छ टोकरी थापिराख्नु नि भुइँमा ल अब लगभग चढिसक्यो यो कतिको 50 हो यो 50 को चल्दैछ थोरै मात्र ब्यालेन्स मात्र गर्नुपर्छ भयो धेरै तान्नु पर्दैन यतिको भयो भने गइहाल्छ यता तल्लोपट्टिमा छ अलिकति छोडौँ तल्लोपट्टिको नि छोडौँ तल्लोपट्टिको नि थोरै थोरै छोडिदिउँ छोडिदिउँ हल्का बिस्तारै छोडिदिउँ दोरी धारमा लाग्छ दोरी बिगारिहाल्यो दोरी हल्का छोडिदिउँ दोरी छोड्नु न एलटी यता बनाउने दोरी निकाल्नु नि हो त दोरी हो त्यसरी घुमाउँदा निस्किहाल्छ ल ल ल नयाँ ट्रान्समिटर यति ल यति लट्लियो